र बालेन शाहले दिएको प्रतिक्रियालाई लिएर असन्तुष्टि जनाउँदै उहाँले साइबर ब्युरोमा जाहेरी दिएर फर्किनु भएको छ। महाराजा गुरुङ हामीसँग हुनुहुन्छ, उहाँको नेतृत्वमा आज साइबर ब्युरोमा बालेन शाहको विरुद्धमा उहाँले जाहेरी दर्ता गर्नुभएको छ। उपाध्यक्षज्यू नमस्कार। नमस्ते। जाहेरी दिनुभयो नि त? जाहेरी किन, के का लागि? हामीले अघि नै पनि भनिसक्यौँ, जाहेरीमा तपाईँहरूलाई हामीले त्यहाँ पनि दिएका छौँ। जसरी कार्तिक 16 गतेको दिन बालेन शाहले आफ्नो सामाजिक सञ्जालमा जसरी राजनीतिक दलहरूप्रति, छिमेकी राष्ट्रहरूप्रति यो समाजलाई नै अस्तव्यस्त हुने, समाजमा फेरि पनि विध्वंस हुने जुन ढङ्गले जेन्जी आन्दोलनको नाममा जेन्जी आन्दोलनको रूपमा जुन ढङ्गको सकारात्मक आन्दोलनलाई एउटा घुसपेट गरेर जुन ढङ्गको विध्वंस नेपालमा बनाएको छ, यसलाई अझै विध्वंस बनाउने वातावरण सिर्जना होला, युवा पुस्ताहरूमा नकारात्मक वातावरण बन्छ, यसले झनै समाजलाई चाहिँ अझ विध्वंसतिर लैजाने बाटो बन्छ भन्ने हिसाबले हामीले कानुनी रूपमा उहाँहरूको साइबर ऐन अन्तर्गत जे कुरा आकर्षित हुन्छ त्यो कुरा आकर्षित हुने कुरा हामीले जाहेरी हामीले बुझाएका छौँ। भनेको स्टाटसलाई लिएर सामाजिक सञ्जालमा उहाँले जे राख्नु भएको थियो, जसरी जो मान्छेहरूले सामाजिक सञ्जालमा लेख्दा अरूको हानि नपुर्याउने अनि अरूलाई अप्ठ्यारो नपर्ने जुन खालको गतिविधि वातावरण सिर्जना हुन्छ, त्यही हिसाबले उहाँले गरेको चिजले यो राष्ट्रलाई अप्ठ्यारो पर्छ, समाजलाई गाह्रो पर्छ भन्ने हिसाबले त्यो आकर्षित हुन्छ भन्ने हिसाबले हामीले जाहेरी दिएका छौँ। भनेको उनले त हटाइसके केही छिनमै हो। तपाईँले सही कुरा बोल्नुभयो। कुनै कुरा गर्यो भनेर एकैछिनमा हटायो भनेर त हुँदैन। तपाईँले कुनै चिज अपराध गर्नुभयो, तर अपराध गरिसकेपछि मैले थाहा थिएन कानुन, मैले गल्ती गरेँ भन्ने कुरा त हुँदैन। उहाँले किन हटाउनु भयो भन्दा कानुनी रूपमा उसले गरेको कुरा गलत थियो, उसले भनेको चिज बेठिक थियो भन्ने हिसाबले उहाँले हटाउनु भयो। त्यो भएर उहाँ लेख्नु भएको कुरालाई हामीले हटाए पनि उसले जति बेला लेख्नुभयो त्यति बेला गलत छ भन्ने हिसाबले हामीले जाहेरी दिएका छौँ। साइबर ब्युरोले एक्सनमा जाला त, काम गर्ला? मलाई लाग्छ तत्कालीन सरकारमा एमाले हुँदा साइबर ब्युरोमा परेका यस्ता उजुरीका चाङ अहिले पनि हामी हेर्न सक्छौँ, ती चाङ छन्। साइबर ब्युरोले यसलाई हेर्छ? मलाई लाग्छ म कानुनको विद्यार्थी पनि हो, म नेपाल प्रहरीप्रति विश्वास पनि गर्छु। मलाई लाग्छ नेपाल प्रहरीले कानुनी रूपमा जुन आकर्षित हुन्छ, जुन बुँदा आकर्षित हुन्छ त्यो ढङ्गले मलाई लाग्छ, म ढुक्क छु यो साइबर ब्युरोले त्यही ढङ्गले काम गर्छ भन्नेमा म एकदमै आशावादी छु। तर एकातर्फ तत्कालीन सरकारलाई यसरी साइबरमा आउनुपर्ने, तत्कालीन सरकारका प्रमुख गृहमन्त्रीलाई यसरी साइबरमा ल्याउनु पर्ने, विभिन्न अनुसन्धानमा तान्नुपर्ने, जाँचबुझ आयोगले छानबिन गर्नुपर्ने भनेर चर्चा चलिरहेको छ नि, आउनुपर्छ कि पर्दैन तत्कालीन सरकार? तपाईँले महत्त्वपूर्ण कुरा उठाउनु भयो। सरकारले गर्नुभएको विभिन्न छानबिन समिति, कुराकानी गर्ने प्रक्रियाहरू त्यो कानुनी रूपमा भइरहेकै छन्, प्रक्रियामा होला। मैले सुनेको छु विभिन्न खालका छानबिनहरू भइरहेका छन्, विभिन्न खालका बयानहरू भइरहेकै छ भन्ने सुनेको छु। बयान भइरहेकै होला, त्यो कानुनी रूपमा जे प्रक्रिया छ त्यो हुन्छ होला मेरो विचारमा। त्यो विभिन्न खालका कुराहरूमा पनि हामीले इन्टरभ्यूमा पनि सुन्यौँ, मेरो विचारमा कानुनी रूपमा भइरहेको छ, हुन्छ होला। 23 र 24 गतेको जिम्मा तत्कालीन सरकार प्रमुख र एमाले लिन्छ कि लिँदैन? तपाईँलाई एउटा कुरा भनौँ, 23 र 24 को विषयमा मैले धेरै कुरा बोल्ने भन्दा पनि हाम्रा पार्टीका श्रद्धेय अध्यक्षले अस्ति कान्तिपुरको फायर साइडमा बोलिसक्नु भएको छ। धेरै नेपाली जनताले, धेरै मिडियाले त्यहाँबाट पनि धेरै कुरा आइसकेको छ। त्यो भएर त्यही कुरा तपाईँले सुन्नुभयो, हेर्नुभयो भने धेरै कुरा त्यहीँबाट आउँछ। तर सम्माननीय तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले म जाँदैन पनि भन्नुभएको छ। मेरो मुखबाट भन्दा पनि उहाँको आफ्नै मुखबाट धेरै कुरा भनिसक्नु भएको छ। धेरै कुरा उहाँले आफ्नै मुखबाट त्यो इन्टरभ्यूमा भनिसक्नु भएको छ। त्यही इन्टरभ्यू तपाईँहरूले हेर्नु भने बुझिहाल्नुहुन्छ। मैले आज मेरो जाहेरी, मेरो जे दिएको छ ती कुरामा मैले केन्द्रित भएर तपाईँहरूलाई मैले कुरा राखेँ। यदि गरिएन भने के गर्नुहुन्छ तपाईँहरू? युवा सङ्घले के गर्छ? मैले अघि पनि भने हामी झकझगाउँछौँ राज्यमा फेरि शान्ति स्थापना गर्नको निम्ति, मेल गराउनको निम्ति, पहल कदमी गर्नको निम्ति। यस्ता खालका अराजक गतिविधि त फेरि बढ्छन्। आज बालेन शाहलाई कारबाही नहुने, भोलि बालेनभन्दा अर्को रामबहादुर होला, अर्को श्यामबहादुर होला, त राज्यले कानुन गर्दै नगर्ने कि त्यो संविधान पालनै गर्नु भएन? संविधान छ भने त पालना गर्नुपर्छ। नेपाल प्रहरी अनुसन्धानमा एकदम अब्बल छ। नेपाल प्रहरीले धेरै राम्रा काम पनि गरेका छन्। नेपाल प्रहरीको मनोबल यति बेला खच्किएको छ, तर यो खच्किएको मनोबललाई राष्ट्रिय युवा सङ्घ नेपालले अझ मनोबल पुग्ने ढङ्गले प्रहरीलाई मजबुत बनाउनेको निम्ति हामी प्रहरीलाई सहयोग गर्छौँ। त्यो भएको कारणले पनि मलाई लाग्छ एउटा प्रहरीले एउटा नमुना काम पनि हुन्छ। बालेन शाहलाई कारवाही गरेर देखायो भने एउटा नमुना काम पनि हुन्छ र आम नेपालीहरूले के कुरा लेख्ने, के कुरा नलेख्ने भन्ने कुरा पनि सचेत भएर अगाडि बढ्दा मलाई लाग्छ यो सामाजिक सञ्जालबाट हुने विकृति र विसङ्गति रोकिन्छ भन्ने मलाई लाग्छ। यति टाउको दुखाइ चाहिँ किन बालेन शाहसँग? तपाईँहरूको यो उहाँ आएदेखि टक्कर चलिरहेको एमालेको, अझ युवा सङ्घको यो बेला बेला चलिरहन्छ नोकझोक, कहिले के गोरु बेच्या छैन जस्तो, यो के हो खासमा? यो बेला बेला चलिरहन्छ। भट्टजीले राम्रो कुरा उठाउनु भयो। हामी यति बेला बालेन शाहप्रति होइन, जसले गलत गर्छ, जसले सामाजिक सञ्जालमा गलत कुरा लेख्छ, जसले गलत कुरा गरेर समाज भड्काउन खोज्छ त्यसको निम्ति हो। बालेन शाह भन्ने अहिले उहाँ पर्नु भएछ, बालेन शाह पो रहेछ, तर त्यो पोस्ट गर्ने, तर हामी पोस्ट गर्ने रामबहादुर श्यामबहादुर भए पनि हामी दिन्थ्यौँ। तर रहेछ बालेन शाह।
हामीलाई लागेन बालेन शाह एउटा काठमाडौँ महानगरको सचेत नागरिकहरूले मतदान गरेको मेयरले यस्तो गलत गर्ला भन्ने हामी सोचेका थिएनौँ। तर बालेन शाहले लेख्नुभएको रहेछ। त्यो भएको कारणले पनि यस्ता जिम्मेवार पदमा भएका व्यक्तिहरूले विभिन्न खालका उदाहरण हामीले देखेका छौँ नि। कतिपय ठुला देशहरूमा यस्ता सामान्य कुराहरूको उदाहरण दिएर पनि उनीहरूले राजीनामा दिएको विभिन्न खालका कुराहरू हामीले देखेका छौँ। ठुला राज्य त्यो खालको उदाहरण पनि देखेका छौँ। त्यसैले त्यो भएको कारणले जो कोही होस्, आज हामीले यो कुरा अनुसन्धान हेर्दा हामीलाई समाजमा बितोलिन्छ, यो सामाजिक अमन चयन हुन्छ र यो चाहिँ साइबर ऐन अन्तर्गत आकर्षित हुन्छ भन्ने कुरा हामीले दिएका छौँ। त्यसमा बालेन शाह भए पनि, सुशीला कार्की भए पनि, गृहमन्त्री भए पनि हामीले कानुन त हामीले फलो गर्ने हो, राज्यको कानुन मान्ने हो। कहिलेकाहीँ आफ्ना नेताहरूको हेर्नुहुन्न, यसो सुई पछाडि घुमाएर हाम्रो नेताले पनि त यस्ता कुरा बिजारोपण गरे, सोसियल मिडियामा यस्तो नलेखिदिएको भए हुन्थ्यो भन्ने लाग्दैन कहिलेकाहीँ? त्यो त हाम्रा नेताहरूले गरेको। कहिले साइबर आउनु भएको छ आफ्नै नेताको विरुद्धमा? आफ्ना नेताहरूले गलत गर्नुभए पनि गलतै हो, सही गर्नुभएको सही नै हो। तर तपाईँले एउटा कुरा भन्नु, जे कुरा देखिएको छ गलतलाई गलत, सहीलाई सही तपाईँहरूले नै भनिराख्नु भएको छ नि। अन्तिममा के भन्नुहुन्छ? हिजो 8 घण्टासम्म रवि लामिछानेको बयान भएको छ। अब तपाईँका पार्टी अध्यक्षलाई कहिले पठाउनुहुन्छ यो जाँच उजागरलाई? ल बाँकी कुरा पार्टी अध्यक्षज्यूले भनिसक्नु भएको छ। मलाई लाग्छ रविजीको बयान भयो भन्ने मैले सुने। 8 घण्टा भयो, कति घण्टा भयो भन्ने मैले धेरै कुरा त मैले डाइरेक्टली त भन्न मिलेन। के बयान भयो, कसो भयो भन्ने कुरा मैले धेरै कुरा बुझेको छैन। तर बयान दिनुभयो भन्ने मैले सुने। बाँकी कुरा हाम्रो पार्टी अध्यक्षले अस्ति नै कान्तिपुरमा पनि भनिसक्नु भएको छ, विभिन्न मिडियामा नि भनिसक्नु भएको छ। जे दृष्टिकोण बन्छ हाम्रो पार्टीको, त्यही दृष्टिकोणका साथ पार्टी अध्यक्षले गर्नुहुन्छ स्वाभाविक। ट्राफिकले बाटोमा चेक गर्दै गर्दाखेरि सिंहदरबार आगो लाउँछु भन्ने अभिव्यक्ति दिँदाखेरि चाहिँ उची ठुलो भयो त। यस्ता अभिव्यक्ति त मेयर हो त, यो काठमाडौँ महानगरको त मेयर हो। मेयर जस्तो मान्छेले त्यो बोल्नु ठिक छ त? ऊ त नेता हो नि त। तर त्यो नेताको शैली भएन र ऊभन्दा माथि पनि कानुन छ भनेर चाहिँ हामीले उसलाई चाहिँ सबक सिकाउनको लागि अथवा राष्ट्रिय युवा सङ्घ नेपालले चाहिँ यस्ता किसिमका अराजक तत्त्वहरूलाई चाहिँ सही ट्र्याकमा ल्याउनको लागि चाहिँ हामीले कानुनी रूपले अगाडि बढाउनको लागि कानुनको सहायता लिएर चाहिँ हामी अगाडि बढ्छौँ। नभए हामीले जुवारी खेल्नुपर्ने थियो, आम्ने सामने भिड्नुपर्ने थियो भने युवा सङ्घ छँदै थियो। हामी उनीहरूले जसरी उनीहरूले सिकाएको छ नि त। आज नेताको घर जलाउनको लागि उनीहरूले चाहिँ बच्चाबच्चीलाई चाहिँ प्रेरित गरे र आज चाहिँ देशै तपाईँको हेर्नुहोस् कुन चाहिँ राज्यको संरचना चाहिँ सग्लो छ। हरेक राज्यको संरचना नै आन्दोलन भइसकेपछि आन्दोलनको नेतृत्व त उहाँहरूले गरिसकेपछि त जिम्मा त उहाँहरूले लिनु पऱ्यो नि त। उहाँहरू जस्तै विगतमा पनि आन्दोलन त भए, तर विगतमा आन्दोलन हुँदै गर्दाखेरि यो किसिमको अराजक थियो त। र ठिक छ, आफ्नो मागहरू राख्न पाइन्छ, राज्यसँग माग्ने हो। तर राज्यसँग चाहिँ आफ्नो सबै राज्यको सम्पत्तिहरू चाहिँ सिद्ध्याएर चाहिँ उहाँहरूले गर्न खोजेको चाहिँ के हो? यो देशमा एक किसिमको उहाँले चाहिँ यो देशमा चाहिँ हामी संविधान पनि मान्दिनँ, देश पनि मान्दिनँ, अथवा धर्म पनि मान्दिनँ, कुनै केही छैन, म मात्रै सुपेरियर हो भनेर उहाँहरू प्रस्तुत हुन खोजेको हो र? त्यो त होइन होला नि त। कानुन छ होला देशमा, संविधान होला, त्यसको आधारले गर्दाखेरि हामीले अब के फेरि मुठभेडमा जान खोज्नु भएको तपाईँहरू? हामी मुठभेडमा जान नेताले नै भन्नु भएको छ हामी मुठभेडमा जाँदैनौँ होइन, जाँदैनौँ। तर कमसेकम कानुन त सबैले मान्नु पऱ्यो नि। के बोल्ने के नबोल्ने, एउटा मेयर जस्तो ठाउँमा बसेर चाहिँ एउटा नगरपालिकामा चाहिँ मेयर भएर बसेर चाहिँ काम गरेर चाहिँ सारा विकासका काम लानुपर्ने ठाउँमा उहाँले चाहिँ एउटा समाजमा सद्भाव भड्काउने किसिमको चाहिँ स्ट्याटसहरू लेखेर चाहिँ अनि उहाँले के गर्न खोजेको हो त? उहाँलाई नि प्रश्न तपाईँले सोध्नु न, तपाईँले गर्न खोजेको के हो भनेर प्रश्न सोध्नु। युवा सङ्घमा हुनुहुन्छ, युवा भनेको सिम्पल भाषामा चाहिँ देशको मेरुदण्ड हो। तर तपाईँहरूले तर यो किसिमको युवा पनि हामी होइन, फेरि हामी पढे लेखेका युवा नै हो र हामीले यो देश बनाउनको लागि हामी राजनीतिक दलमा हामी लागेको पनि हो। र हामी अब सचेत युवाहरू भइराख्दाखेरि तपाईँहरूको अभिभावक काहीँ चुक्नु भयो भने तपाईँहरूले औँला उठाउन किन नसकेको भन्न खोजेको? हामीले पनि काहीँ न काहीँ गल्ती गरेको छ भने कहाँनिर गल्ती गरेको छ भन्ने कुरा चाहिँ हामीले सबैले खोज्न जरुरी छ। हामीले पनि तपाईँहरूले यहाँ गल्ती गर्नुभयो भन्दाखेरि हामीले पनि त्यहाँ सहयोग गर्ने ठाउँहरू पनि छ। तर यो किसिमको तरिकाले, यो अराजक तरिकाले चाहिँ समाजमा यसरी डेभलप हुन्छ यो समाज, यसरी देश बन्छ। अनि उहाँहरूकै टोलीले चाहिँ यो देश बनेन भन्छ। अनि काँधमा चाहिँ राष्ट्रिय झन्डा लगाएको छ, अनि देश चाहिँ अनि विकास गर्न हिँडेको कि जलाउन हिँडेको? तपाईँको कुरोलाई म सर्टकटमा राखेँ। बालेन शाहलाई चाहिँ युवाहरूले आइडल मान्छ र उहाँको बोली हिजोसम्म मान्थे होला, तर अब चाहिँ यो आइडल यिनीहरूलाई चाहिँ कसैले पनि मान्दैन होइन। उहाँले चाहेको चुनाव हो भने चुनावमा भिड्न आउनु पऱ्यो नि त। अब चुनावमा भिडौँ नि त, को चाहिँ आइडल रहेछ त हेरौँ। हामीलाई केही पनि नै। तर उहाँले देशभरि सङ्गठन छ तपाईँहरूको
युवासँग यत्रो युवासँग हो एउटै बालेन तपाईँ भारी। होइन हो। भारी भयो भन्ने कुरा तपाईँहरूको बुझाइ होला तर यो आन्दोलन गर्नेको नेतृत्व गरेको त बालेन शाह पनि हो नि त यी बच्चा बच्चीलाई चाहिँ तिमीहरू चाहिँ वार्तामा चाहिँ सेनासँग वार्ता गर भन्ने बालेन शाह होइन तर बालेन शाहकै अग्रसरमा आज सबै सिद्धिएन त सिंहदरबार सिद्धिरहेछ बिआइसिसी सिद्धिरहेको छ राष्ट्रपति कार्यालय हेरौँ प्रधानमन्त्री कार्यालय हेरौँ कुन चिज राज्यको संरचनाको भवनहरू चाहिँ कुन चाहिँ सग्लो छ त आज यसै यिनीकै कारणले गर्दाखेरि होइन त तर अनि यिनलाई नै फेरि हामीले के पूजा गरिदिनु पर्ने अनि आइडल मानिदिनु पर्ने हो र आइडल हुनको लागि त पोजिटिभ माइन्ड लिएर चाहिँ समाजमा हिँड्नु पऱ्यो नि गाँजा खाएको शैलीमा चाहिँ लेखेको छ फेसबुक स्ट्याटस दुनियाँले आरोप प्रत्यारोप लगाइरहेछ उसका तलका सेनामेनाहरू हेर्ने भने प्रत्येक दिन समातिरहेका छन् तर किन समातिरहेको छन् उसका कार्यकर्ता किन समातिरहेको छन् के कारणले समाते भन्ने कुरा चाहिँ तपाईँहरूले नि खोजिदिनुहोस् हस्, धन्यवाद। हाम्रो समाजलाई थ्याङ्क यू